रवि लामिछानेलाई तपाईहरूले जसरी फसाएर भित्र जेलमा पुर्याउनु भयो नि, जनताले त्यसलाई अनुमोदन गरेनन्। जनताले यसलाई भित्र जेलमा सडाएर राज्य सत्ता चलाउन खोजेका थिए पुरानाले, अनि बल्ल थाहा पाए भनेर तपाईहरू बदला दिए। म त्यो अनैतिक मान्छे होइन। प्रतिवेदनमा एउटामा सही गरेर बाहिर चाहिँ अन्टसन्ट कुरा गर्ने मान्छे। तर प्रतिवेदन त गलत दिनुभएको त प्रमाणित भएन र? कसरी प्रमाणित हुन्छ? जेलबाट बाहिर निस्कनु जनताले अनुमोदन गरे, जनताले बताइदियो। 7 करोड यत्रो दुईटै नजिकको जनताले उहाँलाई दियो जिम्मा, अब लौ चला देश भने आज 7 करोड धरौटीमा उहाँ बाहिरै हुनुहुन्छ। 10वटा मुद्दा विचाराधीन नै छन्। हामीले त त्यतिखेरै भनेका थियौँ नि, तपाईँले सफाई लिने न्यायालयबाटै हो। तथ्यले त्यो भनेन। त्यो प्रक्रियामा कहीँ पनि उहाँले रौँ बराबर सफाई र फेभर कहीँ पाउनु भएको छ भने जनताको अदालतले सफाई दियो। सूर्य थापाजी तपाईहरु कम्युनिस्ट कार्यकर्ता होइन र भने? होइन, जन अदालत भन्दा ठुलो, जनता भन्दा ठुलो केही होइन भन्ने तपाईहरु होइन र? यसमा मैले कमेन्ट केही गरिन। ओके, ती मुद्दा अब नेता पनि फेरि जेल जाने अवस्था चाहिँ आउने भयो भ्रष्टाचारका फाइल खोलेर। होइन, त्यो त मिस्टेक गरेका मान्छेहरूका सन्दर्भमा हामीले केही भन्दैनौँ। मिस्टेक छ भने खोजुन् न। अब त्यो गौरी बहादुर कार्की आयोगको प्रतिवेदन पनि कार्यान्वयन गर्ने कुरा हुँदैछ। त्यहाँनिर थाहा पाउनु भयो तपाईहरुको अध्यक्ष केपी शर्मा ओली सम्मलाई कारबाहीको सिफारिस भएको छ भनेर छिपछिपे समाचार आइरहेका छन्। एमाले तयार छ अब सहयोग गर्न? उहाँ त बालेनजीको प्रचारक हुनुहुन्थ्यो। उहाँका 23-24 गतेका ट्विटहरू तपाईँले हेर्नुहोस्। त्यो प्रतिवेदन कार्यान्वयन गर्ने अवस्थामा सरकार पुग्यो भने एमाले सहयोग गर्छ वा गर्दैन? यो एमालेको विषय होइन। सरकारमा आउनु भएको छ नि, उहाँहरूले के गर्नुहुन्छ हामीले गर्नुहोस् भनेर पनि उहाँले गर्ने होइन। त्यो चाहिँ छानबिन समिति उहाँहरूले एउटा तपाईले सहयोग गर्ने कि नगर्ने, केपी ओलीले कारबाही गर्नु पर्यो अथवा उहाँलाई यो गर्नु पर्यो भन्यो भने तपाईले नारा जुलुस गर्ने? भन्नुहोस्, यो हाम्रो विषय होइन। यो सरकारमा बस्नेहरूको विषय हो। उहाँहरू के एक्सन गर्नुहुन्छ त्यसका रियाक्सन लिएर जाउँला। त्यसपछि सिर्जना हुन्छन्, सोसाइटीमा सिर्जना हुन्छन्। उहाँहरूले चाहिँ कुन मनसायले के गर्दै अगाडि बढ्नुहुन्छ र उहाँहरूका पब्लिक स्टेटमेन्ट के छन्, उहाँहरूका रवैया के छन्, ती सबै चिजको जजमेन्ट हुन्छ। यो सोसाइटी जजमेन्ट गर्ने त्यो दम र सामर्थ्यमा छ।